गाइज यो कुरा बोल्न हुने हो कि नहुने मलाई थाहा भएन, तर बोल्न चाहिँ चाहेन। टङ्क दाहाल तपाईँले चिन्नुहुन्छ, जसले कहाँबाट जमिन मुनिबाट ल्याउँछन् कि माथि आकाश पाताल कहाँबाट चाहिँ डकुमेन्टहरू लिएर आउँछन्, प्रुफहरू लिएर आउँछन्। फलानु प्रचण्डले यति ठगेको छ, केपीले यति ठगेको छ, शेरेले यति ठगेको छ, आर्जुले यति ठगेको छ भन्ने यस्ता धेरै प्रमाणहरू लिएर आउँछन् जुन मसँग त्यो क्षमता छैन। तर टङ्क दाहाललाई मैले आग्रह के गर्छु भने तपाईसँग यत्रो प्रुफ हुँदाहुँदै यी व्यक्तिलाई सर्वोच्चमा रिट हालेर जेल कोच्न किन सक्नुहुन्न? एउटा कलौटे युवराज सफल हो कि लफल भन्ने मान्छेले त कुनै पनि बिना प्रमाण उजुरी हालेर चाहिँ एउटा हिरासतमा लिन सफल भएको थियो रवि लामिछाने जस्ता मान्छेलाई भने तपाईँले यत्रो प्रुफ हुँदाहुँदै एउटा सर्वोच्चमा गएर रिट हालेर यिनीहरूलाई जेलमा काग लगाउन किन सक्नुहुन्न? म त तपाईँलाई निवेदन गर्छु, तपाईँको म फ्यान पनि हो, शुभचिन्तक पनि हो, मैले विरोध गरेको होइन। तपाईँसँग यस्ता प्रमाण हुँदाहुँदै तपाईँ गएर सर्वोच्चमा रिट किन हाल्नुहुन्न, किन उजुरी दिनुहुन्न? सबैलाई कोर्काइदिनुहोस् न, जेल हालिदिनुहोस्, लड्नुहोस्, हामी त तपाईँको साथमा छौँ नि।